9 बजे राति उदयपुर गाईघाट सर घुम्दैछौँ। टुसारोले पुरै भुइँमा पानी परे जस्तो टुसारो झरेको छ। पुरै सिम 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 पानी परेको छ। चहलपहल ठप्प छ। यति सुन्दर शान्त उदयपुर हाम्रो गाईघाट बजार। गाईघाट बजार चाहिँ भने कसरी चिनिन्छ भने हाम्रो चाहिँ यहाँ पुरै एउटा गाई चोक छ। यही चट्ट यो गाई चोकबाट म भएको कारणले गर्दाखेरि गाईघाट भएको रे हेर्नु पुरै पानी परेछ। झिम झिम सिसानो हेर्नु त यस्तो झर्झर परिरहेको है। अब हामी बसतर्फ जाँदैछौँ चट्ट लाएर होइन। बेलुका घुम्नुको मजा छुट्टै छ गाईघाटमा। तर जाडोले होला सबै डल्लो परेर बेलामा सुतिन्छ होइन घरमा गएर। अरू बेला हुँदैन यहाँ बाहिर घुम्ने बस्ने हाउ हल्ला हुन्थ्यो। चिसोको कारणले गर्दाखेरि चाहिँ कोही नै छैन हौ अहिले। सबै घरको बुढीसँग सुत्नु पर्छ। हामी 3 जना मात्र बुङ्गा रहेछ है। के गर्नु रमेश दाइ, घरमा बुढी छैन। त्यही भएर हामी बुङ्गा चाहिँ यसरी घुमिरहेको छौँ। बुङ्गा त लास्टै बुङ्गा त म पो परिरहेको छु। होइन हो त्यति साह्रो छोरो मान्छे कहिले बुङ्गा हुँदैन। कतै कतै त होला हौ। चट्ट लाएर अघि सबैले सम्धि भनेर हो कि के हो बुङ्गै भएको छु यहाँ। सम्धि भने चाहिँ तामाङ भाषामा सम्धि भनेको फेभरेट होइन। फेरि झगडा गर्न पनि पाइएन। पुङ्गो भने चाहिँ बजाल्ने। सम्धि र पुङ्गो चाहिँ एकदमै मिल्दो भाषा छ तपाईँहरूको होइन। लडेक चावा चर्लक हामी कहाँ यो उदयपुरको बस पार्कमा आइपुग्नु लाग्यो। ल यस्तै छ उदयपुर। चिसो छ मौसम। सबैजना न्यानो रूपमा घरमा आनन्दले सुत्नु होला। बाहिर ननिस्किनु होला। चिसो हुडी लाएर चट्ट तातो भएर खुकुरा खाएर मजाले मस्त सुत्नु होला भन्दै आजलाई गुड नाइट।